गुड मर्निङ चाहिँ सबैलाई। गुड मर्निङ ल पुछे गुड मर्निङ। ब्ल्याक एन्ड व्हाइटमा छ त तपाईँ त, हामी त कलरमा देख्छ, तपाईँलाई त ब्ल्याक एन्ड व्हाइटमा देख्दै रहेछ। ल काका गुड मर्निङ। गुड मर्निङ। के ब्ल्याक एन्ड व्हाइटमा छ के हो? के भन्छ कहाँ जाँदै गरेको केटा हो? अगाडि कहाँ हो? अगाडि जाँदैछु। आज हामी नेपाल कन्याम घुम्न गइरहेको छौँ। अहिले कति बज्यो? अहिले कति बज्यो? बिहानको 4-5 बज्न आँट्यो। 5 बज्न आँट्यो। 3 बजी हरेन नआउँदा त लु जानु मन नआएको नि हो। एक्चुअली हामी क्यान्सल 2 बजी उठेको, 2 बजीदेखि है अब सबै केटाहरूलाई मैले अब फोन गरेकै हो, तर अलिकति अब तिहार म्यार हुँदा यताउता सब कुछ गर्दाखेरि अलिकति ढिलो भयो है। र हाम्रो यहाँ विजय सर हराउनु भयो र उहाँलाई खोज्दा 2 दिन थियो र फाइनली हामी अब चाहिँ यहाँबाट निक्लिसकेका छौँ कन्यामको निम्ति। र आज अब मन्दिर पनि दर्शन गर्ने र नेपालको भ्रमण कस्तो अब नयाँ र अनुभव फर्स्ट टाइम जाँदैछ। र यसो भन्दै अहिले एकछिनमा चाहिँ सुजन कोसेको जुत्ता हेर्नुपर्छ, दामी छ आज हेर्नुहोस्। यहाँको वेदर यस्तो छ फापर खेल्नेको। ज्याकेटहरू फेरि टल्किरहेको छ केटाहरूको। मोटामोटी त्यो बेला हामी कहाँ उयो त पोख्थ्यौँ मतलबाडी त, विजय हराएको कारणले चाहिँ बल्ल भेटेर पोको पारिले यहाँ गाडीमै अन्त कसो लुकेको मेरो मान्छे कहाँको चेपमा लुकिरहेको थियो अरे जान्छ भनेर। यहाँ माथि शिशिर भाइहरूको गाडीमा कहिले चढेको गोठमा सुतिरहेको थियो होइन? बोट यस्तो परालमा चाहिँ भेटायौँ हो पत्ता पाएर लोकेसनमा फोन चाहिँ खत्ता गोठमा सुतिरहेको थियो नि यार। एउटा इन्ट्रेस्टिङ एउटा इन्फर्म छ होइन, आज यो कन्याम ट्रिपमा चाहिँ एउटा सरप्राइज छ यो ब्लगमा चाहिँ। गुड मर्निङ छ केटा। गोरा बिगाडिहाल्नु होइन आलुको। म बिगाडेको भन्दा नेपाल म अहिले सोध्छु भाउजूलाई म फोन गरेर म सोध्छु कि बोल्दै भाइ चाहिँ उयो नि त युट्युबर कि ल भन भाइको कलाहरू। दामी छ त अन्त। कति सालको एक्सपिरियन्स हो? यो मेरो 2014 देखिको। 2014 निकै एक्सपिरियन्स। पहिला होटलतिर के छ काम गऱ्यो? होटलतिर? हजुर। कुन चाहिँ होटलमा काम गऱ्यो? म होटलमा भन्दा नि पहिला म यतै गरिदिएको, मेरो गुरुजी हुनुहुन्थ्यो यहाँनिर कृष्ण छेत्री भन्ने। मिनामोडमा फर्स्ट मिनामोडमा के दोषमै भनौँ न, फर्स्ट बच्चा पराला ल्याउने म उसकै सेवा हो। ल भाइलाई अल द बेस्ट तिम्रो करियरको। राम्रो भन, राम्रो बिग्रियोस्। कसो रहेछ लच्छा परोटा? कस्तो रहेछ? नखाने मेरोमा चट्टै बस्नु भएको छ त्यसले। खानुहोस् खानु खानु सबै खाने खाए ल चिया दामी रहेछ तर क्रिम खालको है।
अब चाहिँ सबैजना उठ्यो जस्तो छ है गाडीहरू चलेको देख्दै अब चाहिँ म आज यति साह्रो उयो चाहिँ थिइनँ क्या एक्साइटेड चाहिँ तर हाम्रो केटाहरू चाहिँ हेभी नै एक्साइटेड रहेछ जुत्ता यहाँ दुईजनाको टल्किरहेको छ यहाँ पेन्ट टी सर्ट छ कसैको चस्मा कोही अनिन्दोमै यहाँनिर देखिरहेको छु तर यो भिडियो हेर्दै गर्नुहोस् होला यहाँनिर केही सरप्राइजहरू छ आजको यो भिडियोमा Your Bolero is running on reserve fuel. Your Bolero is running on reserve fuel. के भन्ने Bolero is running good. अन्डर रनिङ Bolero कन्याम पुग्दैन भन्दैन त तेल भराए है कति लिटर लाग्ला 3500 को हालिरहेको छ है अब हेर्नुहोस् के कसो हुन्छ कहाँसम्म गइन्छ हामी चाहिँ सिलगढी आइपुग्यौँ भर्खर जस्ट अहिले एराउन्ड 7 बजे अन्त केटाहरूको कन्यामको जोस त सकिसक्यो त यहीँनिर सबै झुल्ने सिन भइसक्यो हो त्यो जोस हराएको हो जोस के हो अरविन्द के हो जोस छैन त बोल्दैन त अगाडिकै मान्छे यस्तो हरिस लाग्दो भएपछि त अन्त पछाडि त खै त अब सिट एक्सचेन्ज गर्ला जस्तो छ जोस हराउँदै गयो सिलगढी सालुला टु चेकपोस्टको मध्यममा यो कन्याम टुर गरिरहेको छौँ हेरिहाल्नुहोस् हाम्रो ड्राइभरहरू सबै हाम्रो यहाँ हेडु ड्राइभिङ गरिरहेको छ हेडुलाई बेसी डिस्टर्ब नगरौँ हो अब ड्राइभिङ कन्सन्ट्रेटमा छु र अर्को कुरो म फास्टिङमा छु त्यसले गर्दाखेरि उहाँले गोर्खाल्यान्ड ल्याउनेको क्षेत्रमा एकदम भकतल बसिरहेको छ हो ड्राइभिङ गरेको उहाँ डिस्टर्ब नगरौँ अहिले फोन सम उडाइदिनु है यो पछाडि हाम्रो विजय सुभाष गणेश समीर विक्रम काका क्वेसनहरू लास्टको मान्छे त सुतिको कस्तो छ त हौ टोपी लाउने त क्वेसनहरू के छ अरू क्वेसन अब अहिले त त्यति फिलहाल क्वेसनहरू बनाएको छुइनँ हो एकछिन पछाडिदेखि चाहिँ क्वेसनहरू बनाउँदै जानुपर्छ हो हेरौँ अब हामी चेकपोस्टको मध्यममा चेकपोस्ट काट्यौँ हामीले दार्जिलिङ मोडपट्टि लागिरहेको छौँ सरलाई म एउटा क्वेसन ल भन्नुहोस् क्वेसन चाहिँ नि हजुर। के हो भने चाहिँ तपाईँले 3टा आन्सर भन्नुपर्ने हुन्छ हजुर त्यो चाहिँ के हो भने तपाईँको 3टा एक्सको नाम भन्नुहोस् त 3टा एक्सको नाम अब त्यो त्यही त के अरे के नाम भने फुलमाया क्याक्टस हो अन्त खोइ के नाम हो ल अहिले हामी बालासन करिब चम्मसे करिब पुगिदिन्छौँ फेरि दार्जिलिङ मोडदेखि सुरु गर्नेछौँ भिडियो
मिरिक आई लभ यु सलमान खान जोन एब्राहम मिरिकमा भ्यू आयो वाउ दामी रहेछ भ्यू यहाँ पटक्कै मजाको लाग्यो मन पर्यो भ्यू यो आउँदो भविष्यमा मिरिकबाट नि सब्सक्राइबर हुनेवाला छ है एकदम अब जति सक्दो अब राम्रो भिडियोजहरू हाल्नु पर्यो राम्रो प्लेसहरूलाई इन्ट्रोड्युस गर्नु पर्यो त्यही नै हो अब तिम्रो अब सब्सक्राइबर फलोवर्सहरू बढ्नुको अब मेन रिजन नै त्यही नै हुन्छ त्यसले गर्दा त्यो कुरोमा ध्यान दिनुपर्छ मन आशा छ यो मिरिकको सेरोफेरोहरूले मेरो च्यानललाई माया दिन छ भनेर आउँदो दिनमा गोरुबथान ट्राभल जर्नलिस्टलाई सो आशा छ यहाँ गर्दा भयो त पिसाब होइन यहाँ पिसाब त कहाँ भ्यू गर्ने त्यहाँ मान्छेहरू ग्यादर हुन्छ लु अरू पिसाब भिडियोमा लु एक-एकजना आउँदा लु एक-एकजना यहाँ मुनिबाट टाइटानिक पिसाब गरायो है टाइटानिक सर्ट पिसाब गरायो फाइनल्ली यहाँनिर भेट भयो फाइनल्ली यहाँनिर आयो पशुपति समथिङ यहाँनिर उयोमा कहाँ आइपुग्यो पशुपति हो यो वेलकम्स टु केलेज पशुपति फाटक यहाँ यो त बोर्डर होइन नि त बोर्डर हो यो बोर्डर हो पशुपति त लेफ्ट ल्याउ नि त अन्त नलिकन अब तिमी अगाडि जाँदैछौ भनेर नतालिक सोधौँ होइन भित्र बसेको अरविन्द झर्न भाइ झर्न सोध ओए झर्न झरेर सोध त यताउता के हो ब्याक गरियो अहिले फेरि जाम लाग्छ है जाम लाग्यो अहिले जग्गा छ जग्गा गाडीलाई रोक्नु यो गाडी जाम लाग्यो नि त ब्याक गर्दै गर्नु नि ब्याक गर्नु न खाली छ लाइसेन्स आरसी उयो छ रेजिस्ट्रेसन सर्टिफिकेट आरसी र लाइसेन्स पहिला गाडी हाल्नु यहाँनिर पार्क गरेर जाम अलिक पछाडि आएर त्यहाँनिर एल्टेक्स यहाँनिर खै आरसी अलिक अगाडि गएर पार्क गरेर आउँछु भन पार्क गरेर आउँदैछु भन न यहाँ नेपालको आइगयो नि हामी कहाँ छौँ पाकिस्तान पाकिस्तान बोर्डर पशुपतिमा आज यहाँनिर बहिनीको दोकानमा झालमुरी खाइरहेको छौँ है नेपाल गेटहरू खिच्नु पर्दैन अघि मिठो छ यम यम नेपालको उयो झालमुरी
नपोखाइ बहिनी अब यहाँबाट कन्यामको लागि हामी जाँदाखेरि चाहिँ जस्तो लाग्ला र सिधै जानु पर्यो नि डाइरेक्ट मेन रोडै मेन रोड मिठो मिठो है मिठो नपोखाइ खाइदियो है पिज्जा सफा तफा गर्नुपर्छ हुने भन्नुहोस् त एकदम ए अब हामी पस्यौँ अब नेपाल अगाडिको रिपिट गर्नु पर्यो यहाँ नेपाल पसिसकेपछि अब किनभने यहाँदेखि उता हाम्रो जिपिआरएस चलेन त्यही कारणले गर्दाखेरि अब एउटा सिम त चाहियो जिपिआरएस चाहियो त्यसको लागि त हामीलाई एउटा सिम चाहियो अन्त त्यही कारणले गर्दा सिम किन्ने कुनै अप्सन छैन अब एकजना बिहा गरेर हाम्रो समीरलाई उहीलाई एकजना खोजेर चाहिँ एउटा सिम बनाइदिनु पर्यो यस्तो कारणले त हुँदैन नि कुरा चाहिँ यहाँ रहेछ नि अहिले चाहिँ हामी पशुपतिको बोर्डर क्रस गरेर हल्का यहाँनिर त्यहाँनिर आइरहेको छौँ झाडुसाडु पनि खायो अन्त यो भन्सार भन्ने रहेछ यो चाहिँ रेजिस्ट्रेसन भिजिटिङ फी चाहिँ 350 रुपिस लाग्ने रहेछ तपाईँहरू पनि आउँदाखेरि यहाँनिर सबै रेजिस्टर्ड गरेर आएर आयो भने चाहिँ होइन राम्रो हुन्छ एकदम सही हो सबै जोडे के भन्नु छ तपाईँ केही त होला शब्दहरू कस्तो लाग्दैछ तपाईँलाई आएर यहाँनिर घुम्नु आएर एकदम राम्रो फेरि पनि आउने इच्छा जाग्यो आउँदिनँ म चाहिँ अब किन चाहिँ मन परेन यो जग्गा चाहिँ यो बङ्गलादेश होइन बङ्गाल छिरेको नेपालबाट कति चाहिँ तिर्यो होला सालाहरूले गोरुहरू भिची यो डाइरेक्ट माथि जान्छ दादा भाइ अलिक नेपालको भ्यूहरू अलिक हामी पशुपतिबाट कन्यामको तर्फ निक्लिसकेको छौँ यहाँबाट यहाँ हेरिरहनु भएको छ हाम्रो नेपालका स्टुडेन्टहरू आई थिङ्क यहाँ नेपाली स्कुलहरू रहेछ क्या हो स्कुल रहेछ हजुर यहाँ र नानीहरू यहाँ नेपालको छुट्टी भएर निक्लेको होला बाहिर र यहाँबाट हामी बुद्धको स्ट्याच्यु पनि देखिरहेका छौँ बहिनी कन्या मेटाउटै जान्छ नि यो कुन चाहिँ जग्गा हो बौद्ध धाम यहाँनिर यस है हुन्छ थ्याङ्क यू र हाम्रा ड्राइभर दाई हाम्रो चिफ एक्जिक्युटिभ एनजिओ मेम्बर्सका अफिसरले सोध्नुभयो एउटा नानीलाई कन्यामको र के दाम भन्नुभयो यहाँ बौद्ध धामको बाटो हामी गइरहेको छौँ अहिले भगवान बुद्धको एकदमै ठुलो प्रतिमा रहेछ एकदमै सुन्दर भ्यू एकदम सुन्दर भ्यू भन्नुहुँदैछ हाम्रो एक्जिक्युटिभ मेम्बर हाम्रो सरले र हेरिहाल्नुहोस् नेपालका बाटोहरू यो दृश्यहरू घरिघरि हेर्नु पाइँदैन यो खालि हामी यो हाम्रो गणेश भाइको ब्लगमा मात्रै भेट्न पाइन्छौँ यो भ्युजहरू र नानीहरूको स्कुलको छुट्टी भएर वापस जाँदैछ घरतिर अब कता जानुपर्छ अब हामी राइट टर्न लिनुपर्छ यहाँबाट हजुर हेर्नु साइनिङ सर्टहरू पनि दिएको हुन्छ यहाँनिर यो सुन्दर दृश्यहरू
हजुर हामी चाहिँ जस्ट यहाँनिर कन्यामदेखि अलिकति अगाडि आएर चाहिँ यहाँ एउटा मन्दिर रहेछ त्यहाँनिर हामी आइरहेको छौँ यहाँ पूजाहरू गर्नु हुँदैछ त्यसैहरू यहाँ प्रसादहरू किन्नुहुँदैछ प्रसादहरू यहाँ पोकामा यहाँ प्रसादहरू चढाइराखेर पूजापाठ गरेर जानु के गर्नु तपाईँको इच्छा यहाँ माथि के मन्दिर भयो माथि रहेछ नि मजा आइरहेको छ एकदम यमी भइरहेको कस्तो फिल भइरहेको छ छ नयाँ जग्गा हो मजा आउँछ मजा आउँछ यहाँको वेदर कस्तो छ हौ कम्पेयर लाभा ठिक्कैको है मजाको अहिले घाम लागेर आज शनि एकदम घाम पनि लागिरहेको छ मजा आइरहेको छ भात खाएको नि हालिदिउँ अब चाहिँ है पेट पूजा पेट पूजा हुँदा दामी हुँदैछ पेट पूजा कतिको भोक लागिरहेको थियो कतिको भोक लागिरहेको थियो कहाँ खाना खानु रहेछ पाथिबाट मन्दिर छेउमा कतिको भोक लागिरहेको थियो बहुतै भोक लागिरहेको थियो पाथिबाट मन्दिरको अगाडि हामी खाना खाँदैछौँ यहाँ भगवान्ले प्रसाद दिएको जस्तो लाग्यो होला खाना खाना मन्दिरको दर्शन गरेर आउँदैछ खाना आउँदैछ खाना खोइ हल्का खाना खुवाइ चाहिँ यहीँ भयो खाना खुवाइ चाहिँ यहीँ भयो है खाना मिठो थियो वर्थ इट एकदमै पैसा वसुल यहाँ मन्दिर रहेछ बजाउने यहाँबाट उकालो मन्दिर हो यहाँ हामीले उहाँ पर पूजा गरेको यहाँनिर यहाँबाट चाहिँ यता कन्याम यता अलिकति यहाँ पर कन्याम यहाँ पर हो यता चाहिँ कहाँबाट जान्छ पनि थाहा छैन हामी यहाँबाट अब ल ल ल कस्तो फिल भइरहेको छ हौ एकदम जामअप हो र फर्स्ट टाइम हामीले कन्यामको यो मन्दिरमा भिजिट गऱ्यौँ भाग्यवश मन्दिर त पुग्नु सकिएन होइन तर नेक्स्ट टाइम विल ट्राई माई बेटर होइन हुनसक्छ कतिवटा इच्छाहरू पुरा भयो भने पनि आइन्छ होला त्यसमा हामी वेट गरिरहेको छौँ होइन अहिले हाम्रो दुईवटा साथीहरू गएको छ मन्दिर भगवान्लाई भेट्नु हेरौँ उनीहरू कति बिचमा छ र उनीहरूको के छ सुझाव सल्लाह त्यहाँदेखि बाद पछाडि फेरि हेर्दैछु के हुन्छ अब कहाँ जानु अब कता कता जाने अब हामी कन्याम कन्याम ब्याग है मजा आयो तिमीलाई मजा आउँदैछ अब कस्तो छौ कस्तो सोचिरहेको छौ कन्याम जाने हो त्यहाँबाट झापा भएर चाहिँ ब्याक टु होम एकदम एकदम घाम पनि लाग्यो मजा बिहार फर्कै गरी घाम पनि लाग्यो टन पायो Nice. यहाँ भिडियोमा निस्किनु नि हौ फोटो बन्द जाउँ के गर्नु भएको रमाइलो रहेछ यहाँ चाहिँ मजाको छ हौ यो दिनै
कहाँ जानु भएको? घोडामा नचढ्ने? घोडा बिचरा माया लाग्छ। घोडामा चढ्नु पर्ला जस्तो छ। घोडा बिचरा माथिसम्म सायद पुऱ्याउँछ होला नि त घोडामा। घोडाले पुऱ्याउँछ। खुट्टा दुख्छ होला। डाइनेसर, डाइनेसरको अन्डा। नेपाली लुगा लगाएर नि खिच्नु पाउँछ जस्तो लाग्यो। कल्चरल त्यो ड्रेस तिमीले यहाँबाट लानु पर्यो। ए यता नि चियाबारी गाडी नि आउँछ त होला। कडक कन्यम बसको दुई भाइ चाहिँ के छ र औरा त कन्यम आइपुगे या यो होइन यताबाट यस्तै यता खिच्यो नि कन्यम फ्रेम बनाउनु उस थियो। अब चाहिँ कन्यमबाट हामी चाहिँ निस्किनेवाला छौँ सिधा बिर्ता मोड धुलाबाडी अन्त काँगरी भित्ता सिधा सिलगढी तर्फ लाग्नेवाला छौँ। सो स्टे ट्युनिङ, केही सरप्राइज छ अझै पनि एकछिन भन्छु। आज है नेपालको यो हामी झापा र इलामको बोर्डरमा आएर हामी है यहाँ बर्थडे केक काटिरहेको छौँ। बर्थडे केक होइन, अब खास भन्नु छ उहाँ हेर्नुहुन्छ टाइगर जम्पीको युट्युबमा र आज हामी यहाँनिर इलाम घुम्न आएका थियौँ र त्यसरी कन्याम घुम्दै आयौँ र यहाँ आउनुको मेन रिजन एउटा अब सरप्राइज राखेको रहेछ हाम्रो यहाँ जङ्की ट्राभल्सको भाइ गणेशले र आज उहाँको 1K फलोवर्सहरू पुगेको खुसियालीमा उहाँले एउटा केक लिएर आउनु भएको छ र यो
केक हामीले यहाँनिर काटेर सेलिब्रेसन गर्दैछौँ। नेपालको यो झापा र कन्यामको बोर्डरमा हामीले यहाँ आएर चाहिँ यो उहाँको यो 1 केक पुगेको खुसियालीमा आज केक काट्दैछौँ र अब उहाँलाई बधाई छ र उहाँको यसरी नै फलोवर्सहरू बढेर जाओस् र त्यही नै हाम्रो शुभकामना छ र हामी सबैले उहाँलाई सपोर्ट गरि नै राखेको छौँ र अरू फलोवर्सहरूले नै फलो गरिदियोस्, सपोर्ट गरिदियोस्, लाइक सेयर कमेन्ट्स गरिदियोस्। यसरी नै दिनदिनै हाम्रो पनि सपोर्ट पनि जनताको सपोर्ट बधाई छ एकदम। ल ह्यापी बर्थडे अब 1 के पुगेकोमा हेभी सक्सेस डे, हेभी सक्सेस टु मी होइन। थ्याङ्क यू फर आवर सब्सक्राइबर्स, मेरो भ्युवर्सलाई एकदम धेरै मनबाट नै माया छ। सधैँ नै मेरो च्यानललाई सपोर्ट गरिदिन्छ भनेर आशा गर्दै यो केक काटिरहेको छु। अनि यता हाम्रो जोजोको भनाइ भन्नु के छ? के छ अब साथीलाई बधाई छ। नानीलाई खोज्नु पहिला बोले तु नानीलाई खोज्नु बिचारा आज उहाँको 1 के पुगेकोमा उहाँलाई बधाई। ताली लगाउनु हो कसैले त ल ल ल ल ताली ताली आमा त्यसो मैला हैन के त हो के खाँदै गरेको देख्नु पर्छ त कहाँ के हो पहिला यसमा गरिहाल्नु दिनुपर्छ अहिले सबै तिराक्नु नि नानीहरूलाई नेपाल र झापा र इलामको बोर्डरमै छौँ हामी। नानी यता आऊ, नानी कमिङ। ओके थ्याङ्क यू। भर्खर कुखुरा चौडेको डल्लै दिला त धुलो त अन्त पछाडि लाली पाउनु सुभाष ब्रेक कहाँ छ तिम्रो? ब्रेक कहाँ हो? मेरो पेट त सलक्कै अहिले चाहिँ हामी फिलहाल नेपाल ट्रिप टोटल्ली सकेर चाहिँ अहिले हामी नक्सल ट्रेन स्टेसनदेखि अलिक अगाडि आइपुगिसकेको छौँ। अब चाहिँ यहाँ चाहिँ यहाँ खुसीहरूको आफन्त छ अरे टक्क बसेर हामी सिधा सिलगढीदेखि उता अगाडि माल जाने प्लानिङ छ।
राति हुँदो कति बजी राति बिहान कति बजी गएको अहिले कति बजी बस्यो कागज 10:22 भएछ बिहान हामी 3 बजी हिँड्नु पूजा सुजा गरेर प्रसादहरू बाँडे डिस्ट्रिब्युट हुँदैछ यहाँ अरविन्द सर चाहिँ घर अब झरेको यहाँ पानीडाँडामा अब हामी पनि यहाँबाट डाइरेक्ट घर